चाहिँ मोमोको लागि टमाटरको पिरो चट्ट परेको अचार बनाउन गइरहेको छु। अनि छोरी मैले भिडियो बनाउँदा आइपुग्यो। अनि अचार बनाउन गइरहेको छु। हेर्नु अचारको लागि चाहिँ मैले के सामान रेडी गरेको छु अनि अचार बनिसकेपछि देखाउँछु है त हजुरहरूलाई। अचारको लागि चाहिँ मैले तिल लिएको छु, टमाटर लिएको छु 3वटा छ तर ठुल्ठुलो साइजको छ, अनि लसुन, अदुवा, खुर्सानी। अब अरू नुन त स्वाद अनुसारको भइहाल्छ। मैले यो सब राखेर टमाटरको पिरो चट्ट परेको अचार बनाउन गइरहेको छु। अचार बनाउनका लागि यहाँ तेल तापिसकेको छ। म चाहिँ लसुन, अदुवा, सँगसँगै तिल पनि हाल्छु। अलिअलि भुट्नुपर्छ। मैले त्यो खोर्सानी पनि यहाँ सिङ्गै नै हाल्दैछु। सुकेको खोर्सानी भए अझै राम्रो हुन्थ्यो। सुकेको खोर्सानी थिएन, त्यही कारणले हरियो खोर्सानी हाल्दैछु। यसलाई चाहिँ धेरै रातो हुन्जेलसम्म गर्नु पर्दैन यो अदुवालाई। यो हाफ पाएको पनि हुन्छ, यसलाई मिक्सरमा हालेर पिस्ने हो नि त। मैले टमाटर पनि हालिसकेको छु। नुन राखेर यो नानीले चाहिँ मैले भिडियो बनाएको छु, बिचमा चाहिँ अब डिस्टर्ब गरेको छु। मलाई नुन चाट्नलाई मन लाग्छ नि त, केटाकेटीले नुन खानु हुँदैन। त्यसमा चाहिँ म अब यही हो सबै। यसलाई चाहिँ हाफ पकाउनुपर्छ टमाटरलाई, अनि मिक्सरमा पिस्नुपर्छ। मेरो छोरीलाई पनि चलाउनु पर्ने अरे। हेर्नु न यहाँनिर नगएर पोल्छ भनिरहेको छु। त्यही चाहिँ सिक्नु त सानैदेखि सिक्नुपर्छ। अब अहिले अलिक सानो छेउ नगर भनेको। यसलाई चाहिँ मामु म पनि चलाउँछु नि, हजुरलाई हेल्प गर्छु भनेर सकि चलाइरहेको। यो अचार चाहिँ यतिको हाफ पाकेको छ नि त, यतिको हो भएपछि यसलाई बन्द गरिदिनु। अब यो सेलाएपछि मिक्सरमा रेडी गर्छु। यसमा अब धनियाँ पत्ता पनि हाल्छु अलिकति, अनि घर पारेर कतिको बाक्लो पातलो चाहिन्छ त्यही अनुसारको अनि अचार बनाउनु पिस्नु। मैले चाहिँ अचार पनि बनाइसकेँ। त्यो अचार साथमा त कस्तो भएछ। अचार रेडी गरिसकेँ। अचार सेलाउने टाइममा यो पिठो पनि मुसिवरी रेडी गरिसकेको छु। अब किमाको तयारी गर्छु। यति कुरा तयारी गर्नुपर्छ नि यो मोमो भनेपछि। खाना मिठो स्वादिलो पनि, बनाउनलाई उस्तै झन्झटिलो पनि। तर त्यो बनाएको एकछिनमा त खाँदाखेरि चाहिँ सबै बिर्सिहालिन्छ क्या। मिठो लाग्छ नि त, मिठो हुन्छ नि त। सबैलाई मनपर्छ, सबै नेपालीको त फेभरेटै हो मोमो। म किमाको तयारी गर्छु, फेरि एकछिनमा हजुरहरूलाई किमा रेडी गरेपछि देखाउँछु। त मैले किमा पनि रेडी गरिसकेँ। चिकन मोमो बनाउन आँटेको। अचार पनि रेडी छ, पिठो पनि रेडी छ। पिठोलाई अब एकछिन पिस्छु। त्यस पछाडि हजुरहरूलाई मोमो बनाएपछि देखाउँछु है त। हेलो, मैले चाहिँ हेर्नु त मोमो बनाउन स्टार्ट गरिसकेँ। बनाउन सेप चाहिँ खासै आउँदैन, अब खासै आइदिनु। रोटी बनाएर राखेको छु। यहाँनिर बेल्दै यहाँ राख्दै अनि अलिकति बेल्दै टोपी पार्दै। अब फेरि म अरू पनि बनाउनु छ। किमा यता छ। त्यो प्याकिङ चाहिँ जति बनाएर खाए पनि कहिले राम्रो पर्फेक्ट चाहिँ नहुने भयो। यसो गरेर डल्लो पारो भइहाल्यो खान पाएपछि। यो डल्लो सेप चाहिँ अलिअलि आउँछ हल्का। किमाको मुख बस्न आइरहेको छ, मिठो होला जस्तो छ।
यसलाई उयो गर्न त खासै टाइम नलाग्ने, रेडी पार्नलाई नै हो कि टाइम खास गरी लाग्ने भनेको मोमो बनाउँदा चाहिँ। अब अलिकति बनाइसकेपछि एक लट पाक्ने जति यसलाई चाहिँ अनि म अब स्टिम गर्नलाई राख्छु। अरू यहाँ 2-3वटा छ प्याकिङ गरेर। आफूले खाने हो त नि हो नि, स्वाद आइहाल्छ, ठुलो भए पनि राम्रो नराम्रो भए पनि। के कुरा मिठो खाँदा स्वादिलो भयो भने त्यही नै राम्रो कुरा, राम्रो हो। हुन त अब पर्फेक्ट तरिकाले भयो भने अझै हेर्दा पनि अझै खाँदा पनि अझै राम्रो हुन्छ। अब पर्फेक्ट त आउँदैन, जस्तो आउँछ त्यस्तै यतिको भयो भने काम चलिहाल्यो नि, आउँदै नआउनु भन्दा त। मलाई चाहिँ फेरि यो खानेकुरामा खान मन लागे सम्झेपछि एकदम जाँगर चलेर आउँछ, त्यस्तो अल्छी लाग्ने ओर्ने यताउति हुँदैन। मनले सम्झ्यो कि त खाएरै छोड्नुपर्छ। आफ्नो घरमा मजाले टन्न खाना पनि पाइयो। यहाँ यति भयो। अब यसलाई म स्टिम गर्न राख्छु, स्टिम हुँदै गर्छ अनि अरू फेरि रेडी गर्छु। यो चाहिँ पानी मजाले उम्लिसकेको छ। अब रेडी गर्न लाग्छु स्टिमको लागि। अब 10-15 मिनट मैले चाहिँ यहाँ आरीमा निकाल्नु पनि सकेँ। यहाँ अरू छ, यहाँ पकाउन हालेको छु। यहाँ चाहिँ मैले पकाइसकेँ। मिठो यम्मी मोमो कस्तो लाग्यो हजुरहरूलाई? मैले चाहिँ बनाइवरी पकाइवरी रेडी पनि पारिसकेँ। मिठो यम्मी मोमो। अब तातै खाँदाखेरि कति मिठो हुन्छ, स्वादिलो। हजुरहरू पनि यसरी नै मोमो बनाउनु होला। मिठो यम्मी यसरी अचार कप्पा खाँदा कति मिठो हुन्छ। बाई बाई। सबैजनाले हेरेर सपोर्ट गरिदिनु होला। सानो एउटा प्र्याक्टिस भिडियो झर्कै नमानिकन हेरिदिनु होला।